साँचो ज्ञान कहाँबाट सुरु हुन्छ? बाइबलबाट। हितोपदेश 25:2। कुनै कुरा गुप्त राख्नुमा परमप्रभुको महिमा छ, तर राजाहरूको महिमा चाहिँ कुरा तलास गर्नुमा छ। बुद्धिले गहिरो कुरा खोज्छ। नम्रता सम्मानको मार्ग हो। धैर्यले झगडा रोक्छ। सही समयमा सही कुरा महत्त्वपूर्ण हुन्छ। सम्बन्धमा बुद्धि आवश्यक छ। आजको शिक्षा यहाँ परमेश्वरको वचनले सिकाउँछ कि बुद्धिमान मानिसले कुरा बुझ्न र सत्य खोज्न प्रयास गर्छ। नम्रता र धैर्यले मानिसलाई सम्मान दिलाउँछ। सही समयमा बोलेको सही शब्दले सम्बन्धलाई बचाउँछ र झगडालाई रोक्छ। बुद्धि केवल ज्ञान होइन, तर व्यवहारमा पनि देखिनुपर्छ।